सीमा माटोमा मोरङहरूले के भन्छ देशले के भन्छ के थाहा छ त्यतिकै हावामा घन्टी बजाएको छ बुझेको छ घन्टी बजाएको छ बुझेको छ यसो 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 के हो भिजन के हो है यो देशको सिमानाको बारेमा बोल्छ के थाहा छ त्यतिकै हावामा घन्टी बजाएको छ बुझेको छ घन्टी बजाएको छ बुझेको छ है यसो 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 के हो भिजन के हो है यो देशको सिमानाको बारेमा बोल्छ एमसीसीलाई नो एमसीसी भन्न सक्छ है हाम्रो देशको स्वाधीनतामाथि आँखा आउने असमान शान्ति सम्झौता गर्ने फटाहा अनि उनीहरूलाई नै हामीले नमस्ते गरेर ढोक्नु पर्ने उनीहरूलाई नै फेरि नेता मान्नु पर्ने है त्यस्तो होइन हाम्रो जीवनको कथा व्यथा बुझ्ने हाम्रो जीवनको विभिन्न खालका पीर मर्काहरू बुझ्ने हाम्रो दुःखमा साथ दिने पार्टी तपाईँलाई चाहिन्छ त्यो पार्टी नै हो श्रम संस्कृति यो पार्टी मेरो होइन यो तपाईँको हो म आज यहाँबाट जाँदा जाँदा यो पार्टीमा तपाईँहरूलाई जन्म मान्छु है श्रम गर्नुहोस् दुईटा हात चलाउनुहोस् त्यो दुईटा हात नै हो विकास त्यो दुईटा हात नै हो जाँदा त्यो दुईटा हातले परिवर्तन तर यही हातले गर्छ राम्रो काम पनि है यो हातले राम्रो काम पनि गर्न सक्छ फुल रोप्न सक्छ बिरुवा रोप्न सक्छ अन्न रोप्न सक्छ भने यही हातले त्यसो ओर्न पनि सक्छ है यही हात जुन हातले बनाउन पनि जान्दछ बिगार्न पनि जान्दछ बिगार्छ यसपालि तपाईँको दुईटा हातले यसो गर्नुहोस् न सबैजनाले यी दुईटा हातले देशद्रोही यसलाई रक्षाउने मार्ने लुट्ने है विभिन्न खालका भ्रष्टाचारका किस्साहरू गर्ने मानव तस्करी गर्ने हुने भन्दा नहुने कुरा धेरै गर्ने र यो देशको स्थिति थिपिलो र कैलो बनाएर बनाएको देश बनाउने हाम्रो शिर झुकाउने पार्टीले तपाईँलाई भोट हाल्नु भयो भने त्यो तपाईँको दुईटा हात त्यो गलत काम गरेको भन्ने है ढुङ्गामा त्यसरी पछाड है माटामा भोट हाल्नु भएन भने त्यो हात ढुङ्गामा लगाउन लगेर पछाड यो देशले के भन्छ